सहरको पश्चिमी किनारमा एउटा व्यस्त बस्ती थियो। बिहान सबेरै मानिसहरू आफ्ना सपना बोकेर घरबाट निस्कन्थे। बेलुका थाकेको शरीर र आशाको सानो चिल्को लिएर फर्कन्थे। यही बस्तीमा जन्मिएको थियो समीर। समीर साधारण परिवारमा हुर्किएको युवक थियो, तर उसको सपना साधारण थिएनन्। ऊ सधैँ ठुलो बन्न चाहन्थ्यो, नाम, दाम र सम्मान। विद्यालयमा ऊ तेज विद्यार्थी थियो। शिक्षकहरू उसलाई उदाहरणको रूपमा प्रस्तुत गर्थे। तर उसको मनभित्र एउटा अधैर्य आगो बलिरहेको थियो। ऊ चाँडो सफल हुन चाहन्थ्यो। उसलाई लाग्थ्यो ढिलो गरेर कसैले कसैलाई सम्झँदैन, संसारले सफल मानिसलाई मात्र चिन्ने हो। समीरको सबैभन्दा नजिकको साथी थियो अर्जुन। अर्जुन शान्त, विचारशील र धैर्यवान युवक थियो। ऊ कम बोल्थ्यो तर गहिरो सोच्थ्यो। उसले सधैँ भन्थ्यो, सफलता दौड होइन, यात्रा हो। समीरलाई ती कुरा आदर्शवादी लाग्थे। ऊ मुस्कुराउँदै भन्थ्यो, यात्रा गर्दै बस्दा अरूहरू गन्तव्य पुगिसक्छन्। कलेज सकिएपछि दुवैको जीवनले नयाँ मोड लियो। अर्जुनले एउटा सानो कम्पनीमा काम सुरु गर्यो। तलब धेरै थिएन, काम भने निकै थियो। ऊ बिहान सबेरै पुग्थ्यो, बेलुका ढिला घर फर्किन्थ्यो। सिक्दै बढ्दै अनुभव बटुल्दै गइरहेको थियो। समीरले पनि काम खोज्यो, तर सानो तलब देख्दा उसले धेरै ठाउँ अस्वीकार गर्यो। यति पढेर पनि यस्तो काम, म यसको लागि बनेको होइन, उसले मनमा नै ठान्यो। त्यसै समयमा ऊ केही नयाँ मानिसहरूको सम्पर्कमा आयो। ती मानिसहरू सधैँ महँगो कपडा लगाउँथे, राम्रो गाडी चढ्थे र आत्मविश्वासका साथ बोल्थे। उनीहरूको जीवन चम्किलो देखिन्थ्यो। उनीहरू भन्थे, नियमहरू कमजोरका लागि बनाइएका हुन्, चतुर मानिसले त नियमलाई मोड्न जान्नुपर्छ। यी शब्दहरूले समीरको मनमा गहिरो प्रभाव पार्यो। सुरुमा काम सामान्य जस्तै थियो, कसैको कागज छिटो मिलाइदिने, प्रक्रियामा सानो सहयोग गर्ने। समीरले आफूलाई सम्झायो, म त केवल प्रक्रिया सजिलो बनाइरहेको छु। तर बिस्तारै त्यो सहयोग ठगीमा परिणत हुन थाल्यो। नक्कली कागजात, झुटा हस्ताक्षर, गलत विवरण। पहिलो पटक पैसा हातमा पर्दा उसको मन डरले काँपेको थियो। तर केही दिनपछि डर हरायो। पैसाको स्वादले नैतिकताको आवाज दबाइदियो। केही महिनामै उसको जीवन फेरियो। नयाँ मोबाइल, महँगो घडी र रेस्टुरेन्टका फोटोहरू। सामाजिक सञ्जालमा प्रशंसा बर्सिन थाल्यो। समीर त धेरै अगाडि बढिसक्यो, मानिसहरू भन्थे। समीरलाई लाग्यो उसले सही निर्णय गरेको थियो। एक साँझ समीर र अर्जुन भेटिए। अर्जुनको जीवन बाहिरबाट सामान्य थियो, तर अनुहारमा शान्त आत्मविश्वास झल्किन्थ्यो। अर्जुनले नम्र स्वरमा सोध्यो, सब ठिक छ? समीर गर्वले मुस्कुरायो, सब उत्कृष्ट छ, जिन्दगी यही हो। अर्जुन केही क्षण चुप रह्यो। छिटो आएको सफलता कहिलेकाहीँ छिटै जान्छ पनि, उसले भन्यो। समीरले हल्का हाँसो गर्दै उत्तर दियो, डराएर बस्नेहरू इतिहास लेख्दैनन्। समय सधैँ एउटै हुँदैन। एक बिहान सहरभरि खबर फैलियो। कागजात घोटालाको अनुसन्धान सुरु भएको थियो। धेरै नामहरू सूचीमा थिए। समीरले सुरुमा व्यवस्था गर्यो। यो सबै अफवाह हो, उसले आफूलाई धाडस दियो। तर केही दिनमै वास्तविकता धोका ढकढकाउँदै आयो। सोधपुछ, कागज जाँच, प्रमाण। उसले महसुस गर्यो, छोटो बाटो साँच्चै छोटो हुन्छ, त्यसमा लुक्ने ठाउँ हुँदैन। केही हप्तामै सबै समाप्त भयो। काम गयो, नाम बदनाम भयो। जसले हिजो प्रशंसा गर्थे आज टाढा भए। पैसा गुमाउनु ठुलो कुरा थिएन, सबैभन्दा ठुलो हानि थियो विश्वास। परिवारका आँखामा निराशा देख्दा समीर भित्रभित्रै टुट्यो। रातहरू लामा भए, निन्द्रा हरायो। उसले पहिलो पटक आफूलाई सोध्यो, के यही सफलता थियो? एक दिन फेरि अर्जुनसँग भेट भयो। अर्जुन अहिले स्थिर र सम्मानित पदमा थियो, ठुलो होइन तर इमान्दार। समीरले शान्त स्वरमा भन्यो, मैले गल्ती गरेँ। अर्जुनले जवाफ दियो, गल्ती स्वीकार गर्नु नै नयाँ सुरुवात हो। त्यो दिन समीरले निर्णय गर्यो, अब सही बाटो मात्र रोज्ने। उसले सानो कामबाट पुनः सुरु गर्यो। तलब कम थियो, सङ्घर्ष फेरि सुरु भयो। तर यसपटक उसको मन शान्त थियो, राति ऊ ढुक्कसँग सुत्न सक्थ्यो। बिस्तारै मानिसहरूले फेरि विश्वास गर्न थाले। समय लाग्यो तर सम्मान फर्कियो। यस कथाले एउटा सरल सत्य सम्झाउँछ, गलत बाटोले छिटो जित दिन सक्छ, तर त्यो जित क्षणिक हुन्छ। साँचो सफलता त्यो हो जसले आत्मसम्मान र शान्ति दुवै जोगाउँछ। ढिलो भए पनि सही बाटो रोज्ने साहस नै दीर्घकालीन विजय हो। जीवनमा कहिलेकाहीँ दुई बाटा देखिन्छन्, एक सजिलो तर जोखिमपूर्ण, अर्को कठिन तर सुरक्षित। निर्णय तपाईँको हातमा हुन्छ, किनकि अन्ततः मानिसलाई सफलताले होइन, उसको चरित्रले चिनाउँछ। साँचो जित भनेको अरूलाई हराउनु होइन, आफ्नो कमजोर निर्णयलाई जित्नु हो। आजको कथा हजुरहरूलाई कस्तो लाग्यो? कृपया कथा मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। धन्यवाद।